जान लाग्यो होला भनेर अझै चाहिँ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। ए सबिता कहाँ जाने तिमी? पोखरा जाने हो हामी। अब हामी हिँडेको सुस्तालाई हामी वेटमा चाहिँ सुस्ता कति आउँछ थाहा छैन। अनि सुस्ता पनि आइसकिन्। अनि म सुस्ताले चाहिँ लिन जानु लाग्यो होइन। पुरा सुस्ता तिमी लेट गर्ने सुस्ता दगुर्दै आइरहेछ। आज हामी कहाँ जाने हो? लाइफमा फर्स्ट टाइम म टाइगर रिसाएर फायर हुनु त छिटो गर्नु भन्यो। हामी जान लागेको अब। ल जाम कहाँ बस्नु आमा सिक्नु है बहिनीहरु माइक्रो चढेर जान लागिरहेछ यहाँबाट। माइक्रो चढेर जान लाग्छ आज गाडी पाएको छैन। अलि राम्ररी बोल्नु ल यसरी। माइक्रो हिँड्यो सुस्ता हामी हिँड्यौँ। यता हेर्ने सुस्ता। अब चाहिँ हामीलाई खाजा खान रोक्नु भएको छ यहाँ। कहाँ रोक्नु भयो अरे? धादिङ 40 भन्ने ठाउँमा खाजा खान रोक्नु भएको। अब हामी खाजा खान्छौँ। सुस्ताको चाहिँ मैले भिडियो बनाउनु पाएन भोमिट गरेर। ल अब हामी खाजा खान्छौँ ब्रो। खाजा आयो 1 प्लेट मोमो 3 जनालाई। त्यस्तो बाटो यस्तो छ कतिखेर पुग्ने हो थाहै छैन हो। गाइस अब चाहिँ हामी खाएर एकदम फ्रेस भएर अब जाँदैछौँ। यो तिमीले मलाई 5 घन्टामा पुगिन्छ भनेर 10 घन्टा लाउने। जाम पऱ्यो केही दोष छैन ल। जाम परेर के छ खबर? जाम परेर सुतेर उठेर अब हामी सुत्न जाम परेर कस्तो राम्रो देखिरहेको आफ्टर लङ जाम हामी चाहिँ फाइनली मुगलिनमा आइपुग्यौँ। अब चाहिँ हामी मुगलिनको पुलबाट कटेर चाहिँ हजुरहरूलाई चाहिँ स्वागत छ हाम्रो तराई जिल्लामा। धन्यवाद। गाइस अहिले चाहिँ अब हामी चाहिँ इभी गाडीमा आएको थियो नि त त्यही भएर चाहिँ चार्ज गर्नको लागि चाहिँ उता जाँदैछौँ। यता दाईहरू हुनुहुन्छ नि सबैले हाल्नु भन्नु त भ्लगमा। यता चाहिँ गाडी चार्ज हुँदैछ। हामी चाहिँ टीको लागि वेटिङमा छौँ। सृजनाको ए अब यता सृजनाको पनि वाटर आएछ ल्युकियम वाटर। गाइस हामी चाहिँ अहिले दमोली झरिसकेको छौँ है। यता चाहिँ यता त्यो माथि त्यो बत्ती बलेखा नि यो चाहिँ मानुङ डाँडा हो। यसमा चाहिँ हामी भोलि जान्छौँ। अब यो चाहिँ दमौलीको भाइरल रोड भयो। अब चाहिँ हामी घर जान्छौँ। हामी इन्ट्री भयौँ सबिताको रुममा। हेलो सबिता, वेलकम छ मेरो स्विट होममा। थ्याङ्क यू। कति घन्टामा हामी 2:30 बजी हिँडेको है? 3, 4, 5, 6, 7, 8, 9 7.5 घन्टा। 5.5 घन्टामा आउँछ भनेको नि हामी 7.5 घन्टामा फर्स्ट टाइम दमौली ल्यायो। अनि जाम थियो धेरै जाम थियो। माइ गॉड। अनि गाडी त के गर्नु चार्ज गर्न हेभी भएको भएर ढिला भयो। खाना खाइसक्यौँ हामी एकदम धेरै थकित अवस्थामा छौँ। अब सुत्नुपर्छ। अनि त्यही हो सबैजनालाई थ्याङ्क यू सो मच अहिलेसम्म भिडियो हेर्नु भयो र कन्टिन्यू भिडियो हेर्नुहोस्। हामी दमौलीमा आएर के गर्छौँ कहाँ कहाँ जान्छौँ भनेर है त। हामी हजुरलाई एकदम एक पलको अपडेट हालिदिन्छ। मजाले बिरामी चाहिँ मेरो चाहिँ केयर गर ल तिमीहरू। टु लाइक सब्सक्राइब कमेन्ट एन्ड सेयर। हामी त उठेर अब डक्टर रेडी भयो। ढिलो भयो त्यही भएर डक्टर रेडी भयो। अनि अहिले 5:30 बज्यो होला सायद। हामी अब बाग्राकोट जाँदैछौँ अटोमा। अँध्यारो छ हेर्न सक्नुहुन्छ। देखो न देखो। हेलो कहाँ हो यस्तो राम्रो राम्रो भएर बिहान बिहान? सनराइज हेर्न मानुकोट जाँदैछौँ। यसरी हिँड्दैछौँ मात्रै सुरज चिन्डी लगाएर आएको हो। गाइज फिट चाहिँ यता आउँछु तिमी कहाँ गयो कि? अब हामी हिँड्ने ल।
हिँड्दै जान्छौँ अब हामी पुगेर देखाउँ सिडीबाट हामी हिँड्दै जाने हो हामी यतिकै नै हिँड्नु पर्छ धेरै हिँड्नु पर्ने रहेछ पहाड आइसक्यो कस्तो लाग्छ एकदम रमाइलो भयो हेर्नु न हजुर हेर्नु त अब सनराइज हुन्छ एकछिनमा यता चाहिँ अरेन्ज भइसक्यो अब त्यहाँबाट निस्किन्छ सन ए त्यहाँबाट निस्किन्छ सन कस्तो महेरी के भएको बिरामी भएको कि के थाहै छैन अघि त हातमा मैले के भइदियो त्यही भएर ओह माई गॉड अब यहाँबाट चाहिँ सनराइज हुन्छ ओह माई गॉड फाइनली सनराइज भयो साथीहरू यता हेर कस्तो लागिरहेछ सनराइज भ्यू हेर्नको लागि हामी बिहान आएको बिहान निस्केर उहाँहरू सबैजना आउनु भएको रहेछ उहाँहरू सबैजना अनि कस्तो राम्रो सन भ्यू अहिले चाहिँ अब सबैजना फोटो भिडियो बनाउन व्यस्त छौँ अनि उनीहरू पनि अनडिस्को गर्दैछ अहिले चाहिँ हामी आफ्नो पनि खिच्दैछौँ त्यही भएर चाहिँ भिडियोहरू बनाएको छैन होइन अहिले सबैजना चाहिँ बिजी छौँ फोटो भिडियो बनाउन व्यस्त छ सुस्ता पनि बिजी छिन् म आन्टीको फोटो खिच्दिनलाई सोभिताले अघि सुरुवात लगाइदिनु अहिले प्यान्ट टी सर्ट हेलो सुस्ता फोटोग्राफर बिजी छन् सुस्ता फेरि आन्टीको सबैजनालाई हेर्दै म फेरि मक्खै छु अब हल्का भिडियो पनि बनायौँ फोटोसोटो खिच्यौँ अझै भिडियो बनाउनु बाँकी छ फर्स्ट टाइम आफ्नो भिडियो बनाउनु परिहाल्यो नि राम्रो रहेछ यहाँ चाहिँ भ्यू हेर्नुको लागि हेर्नु कति धेरैजना कस्तो राम्रो ठाउँ छ आउनै पर्ने ठाउँ हो है यो चाहिँ यता टिकटक बनाउँदै हुनुहुन्छ आन्टीहरूले दिदीहरूले अनि यता म छु मैले सबैजना नाचीहरूको भिडियोहरू बनाएको चाहिँ हेर्दैछु भने यहाँ चाहिँ मेरो साथीहरूको फोटो सेसन चलिरहेछ कस्तो छ राम्रो छ कि नै राम्रो फोटो आएको छ कि नै सबै ताली राम्रोसँग देऊ अहिले हामी टिकटक बनाउँछौँ वाउ हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो राम्रो भ्यू देखिरहेको छ अनि यता चाहिँ सन कस्तो राम्रो वाउ देखो न गाइज हमारे दोस्त लोग क्या कर रहे हैं यता चाहिँ पुरा भिडियोहरू सुट भइरहेछ हाम्रो क्यामेराम्यान सुजाता र फ्रेममा हुनुहुन्छ सृजना म्याम सुजाता म्याम यता हेरिसु त क्यामेराम्यान उता चाहिँ मोडल अब हामी लास्ट पोइन्टमा जाँदैछौँ धेरै नै फोटो भिडियो खिचिसक्यौँ हामीले अब कोही राम्रो आउने फेरि आउने कोही अब आउँदैन भनेर अनि धेरै नै खिचिसक्यो जस्तो लागिरहेको छ मलाई चाहिँ खालि हामी त टाइम वेस्ट गर्नु भनेको धेरै फोटो भिडियो बनाउनु टाइम वेस्ट गर्छौँ कि जहिले पनि जहाँ जाँदा पनि राम्रो आउँदैन भनेको छ माथिबाट बल्ल हामी यहाँ झर्दैछौँ अब कहाँ घाँसतिर जाने न घरतिर जाने 10 बन्द लगाइसक्यो and guys you can see they are making TikTok होइन and I'm here अब म कसरी आफूलाई बनाऊँ म चाहिँ यहाँ बसिरहेको छु होइन I'm very tired है ओके फेरि यता हेर म यता खै आएन फेरि के भयो यिनीहरूको गिदै आएन नि आएर लुङ्गी लिएर के लिएर यिनीहरू टिकटक बनाइरहेछ यो जाँगर हेर्नुहोस् जाँगर मलाई जाँगरै छैन म फेरि आफ्नो भिडियो बनाउँछु के भिडियो बनाऊँ यार म राम्रो त के देखेँ हामीलाई मेरो फेस मेकअप देखेर होला धेरै अहिलेसम्म लुङ्गी लाएर ऊ घुम्दैछ अब नाउ सी चेन्जिङ यतै उकालो चढ्दैछन् त भ्यू देखेछ कस्तो राम्रो दमौलीको बजार मानुङकोट
अब चाहिँ हामी फर्किन लागेको घरतिर फर्किन लाग्यौँ सबै चाहिँ 10 बजी 10 बजी बस आउँछ अरे अनि अब चाहिँ हामी फर्किने झन्डा भोक लागेर खाँदैछन् यहाँबाट चाहिँ कस्तो राम्रो भ्यू देख्दो रहेछ दमौलीको तर अहिले आज चाहिँ वेदर खासै राम्रो नभएको भएर चाहिँ राम्रोसँग देख्नु पाएन हामी चाहिँ भोक लागेर खाएको खाइछौँ गाजर म नखाने गाजर थ्याङ्क यू सो मच सोभिता हामीलाई यहाँ लिएकोमा होइन बाई बाई थ्याङ्क यू मलाई यहाँ ल्याउने मौका दिएकोमा हजुर अब चाहिँ हामी घर जान्छौँ अनि त्यसपछि आज हामी के गर्छौँ फेरि हेरिदिइराख्नु कन्टिन्यू हाम्रो भिडियोमा होइन हामी आज अब हामी फर्किन लागेको आज आउँदाखेरि चाहिँ अटोमा आएको थियौँ जाँदाखेरि चाहिँ माइक्रोमा जाँदैछौँ कस्तो भयो आज रमाइलो भयो खानेकुरामा फेरि खानालाई स्कुल पनि छ त हामी खाना खायौँ आएर उयो गरेर फ्रेस भएर बजार घुम्न जाँदैछौँ हामी अब सोभिताले हामीलाई दमौलीको बजार घुमाउँछौँ अनि हामी अहिले चाहिँ महिमालाई कुर्दैछौँ आउँदैछ भनेको थियो कता छ महिमालाई चाहिँ हामी कुरिरहेको छौँ वेटिङमा कुर्नु पर्दा जस्तो छ अनि हजुर दमौलीको बजार हेर्न सक्नुहुन्छ यतातिर यस्तो छ दमौलीको बजार फाइनली महिमालाई कुर्दा हामी बोर भएर महिमा आइपुगिन् सबैजना घुमाउ दुईजना दमौलीको मान्छेले घुमाउने ओहो हेर अनि आँखा देखो न देखो यसरी घुम न देखो न देखो यस्तो यो तिनवटा बाटो के हो कता जाने बाटो थाहा छैन लक्ष्मी टोलमा छौँ हामी अहिले अब हामी लक्ष्मी टोलमा लक्ष्मीहरू हिँडिराख्नु पर्छ यो चारजना लक्ष्मीहरू कता जान्छौँ हामी त्यही थाहा छैन हान्दियो भने अनि फेरि झ्याउ हुन्छ हामी आज कहाँ छौँ आज हामी दमौलीको भाइर चटपटी खान आइसकेका छौँ गदा चटपटीमा यहाँहरूले स्वागत देख्नु भएको छ उहाँहरूले हामी आज दमौलीको भाइर चटपटी खान आइसकेका छौँ हामी दमौलीको दुईवटा नानीले चटपट खाउन ल्याएछन् है हो कि सुस्ता ल अब भाइरल चटपटे यहाँको हाम्रो भाइरल दाइ होला सायद उनीहरूले चाहिँ हामीलाई लिएर आएको चटपट खानालाई हजुर सोभिता त्यहाँ बसिरहेको छु चटपटी ल्याउनलाई जय होस् हामी चाहिँ यहाँ कुरेर बसिरहेको छौँ चटपटीलाई चटपटी कुरेर बस्यौँ आयो चटपटी लिएर आउँदैछ भाइरल चटपटे लिएर आइन् यिनले दमौलीको भाइरल चटपटे हेलो गाइस आज चाहिँ हामी एकदम थकित भएर चाहिँ मैले साथीहरूलाई चाहिँ यहाँ पेस्ट्री खाना लिएर आएको छु दमौलीको वान अफ द बेस्ट क्याफे सोभिताले भिडियो बनाइरहेको छ अनि सिजमा चाहिँ एकदमै थाकिरहेको छ होइन हामी चाहिँ यहाँ पेस्ट्री खान आएको हामी घुम्दै फिर्दै फेरि दमौलीको 99 सपमा आएको छौँ 99 सुस्ताले के हेर्न लागिसकेकी छिन् के किन्ने सुस्ता अब के गरेको त्यस्तो यो यस्तो मन्टो दमौलीको 99 सप 99 पर्ने गएर हामी अब फर्किन लागेछौँ सामान किनेन साथीहरूले देखो मैले चाहिँ केही पनि किनेन म चाहिँ यतिकै फर्केको म जस्तो हेर्न मात्र गएको है अब हामी घर फर्किँदैछौँ घर फर्केको अब हामी थ्याङ्क यू सो मच सबैजनालाई